बाबु नानीहरू पहिला हामी यो कलियुगकी नारीले पुरुषलाई नै प्रेग्नेन्ट बनाएको यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। गर्भवती र सुत्केरी छुट्याउन सकिरहेका छैनन् मान्छेहरू। ससुर बुवा अहिले ज्वाइँको हरकत देखेर कोमामा पुग्यो होलान्। ऐसा मत करो मेरी जान, लाइफ में कुछ अच्छा करो यार। छिटेला सुत्केरीको पेटमा होइन बच्चा हातमा हुनु पर्यो। अरे बात तो मेरे दिमाग में आया ही नहीं। महिना 3 को सुत्केरीको कसरी 9 महिनाको जस्तो पेट हुन्छ? जादू जादू काम उल्टो भएको थियो कि क्या हो? अलिक त्यस्तो गर्छ कि गर्दैनस्? गर्दिन्दा अलिक कहिलेन गर्दिन्दा गर्दिन्दा यस्तै रमाइलो भिडियोहरू हेर्न मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। त्यहाँ पनि डेली न्यू भिडियोहरू अपलोड गरिरहनेछु।